फाइनल्ली हामी चाहिँ सबैजना सर्बिया आइपुग्यौँ है। हामी 4 जनाको रुम चाहिँ यहाँ छ सबैजनाको। हाम्रो साथीभाइहरू भर्खर आउँदै हुनुहुन्छ हैन। एकदम रमाइलो भइरहेछ। अब यस्तै हो है। अब सर्बियाको रुम यस्तो छ, हामी बस्ने अकोमोडेसन यस्तो छ है। वाशरुम यता छ हाम्रो। वाशरुमहरू दुईटा छ। यस्तो छ हेर्नु है। सबैजना हामी सबै एकदम है। आज छुट्टी, कम्पनीको छुट्टी जस्तो लागिरहेछ। कम्पनीबाट कोही पनि लिन आउनु भएको छैन अहिले हैन। हामी चाहिँ रुममा टक्क बसेर अहिले एकदम जाडो छ। टक्क बाहिर यस्तो भइरहेछ हेर्नु। मौसम यस्तो जाडो भइरहेछ हेर्नुहोस् त। पानी परिरहेछ अहिले सर्बियामा। अहिले सर्बियाको टाइम 12:35 भइरहेछ अहिले। भइरहेछ दिनको 12:35। अकोमोडेसन यस्तो छ हाम्रो। दुईटा छ खास गरी रुमहरू चाहिँ यस्तो छ हेर्नुहोस् है। यस्तो भएर बसिरहेछ हामी। पानी परिरहेछ सिमसिम पानी। एकदम जाडो छ हेर्नुहोस् त। ठाउँ यस्तो छ हाम्रो। यहाँ एउटा बिरालो पनि बसिरहेछ हेर्नुहोस् त। रुम यस्तो ठाउँमा छ हाम्रो। अब यहाँ हाम्रो अर्को दाइहरूको रुममा जाँदैछौँ म चाहिँ। हाम्रो दाइहरूको रुम यस्तो छ यहाँ। अघिको चाहिँ हाम्रो अगाडिको रुम भयो हैन। यो चाहिँ हाम्रो दाइहरूको रुम हेर्नुहोस् त। ल टक्क लाएर बसिरहेछौँ हामी। ल सबैजना साथीभाइहरू सुतिरहेछ यहाँ। ल सबैजना एकदम यस्तो छ रुममा। सबैजना बसिरहेछ। सबै आफ्नो आफ्नो त्यसमा बसिरहेछ। खोइ जल्दी ल है। भयो नि त सबैजना एकदम राम्रो छ नि त सबैजनालाई। एकदम गुड।